अहिले चाहिँ वचन छ हैन वचनको सुट नहाल्नु नि त बर्तन पनि हाल्नु पर्यो ल ठिक छ त्यसो भने मैले ल हाल्ने त ल के भएर गएर हामी आँखा लागेर के सुक्छु भने देखेन बा ल यता हेर्नु यता हेर्नु खै त जयमासी भन्नु न जयमासी बिर्सिनु भएको आमामा क्या ढोकामा लुकेर भन्ने त ल आज हाम्रो टिकट आमाको जन्मदिन केही छैन उहाँलाई म भाइरल बनाइदिन्छु मलाई टेन्सन हुँदैन क्या हाम्रो टिकट आमालाई भाइरल बनाइदिने हो उहाँ चाहिँ हाम्रो पास्टर आमा खै जयमासी गन्तामा हाम्रो पास्टर उहाँ चाहिँ हाम्रो पास्टरमा अनि उहाँ चाहिँ हाम्रो जन्मदिन आज हाम्रो टेकेन आमा उहाँ हुनुहुन्छ है उहाँको लागि चाहिँ एकदमै आज उहाँ 47 वर्ष ट्याक्कै पुग्नु भएछ भनेपछि 48 लाग्नु भएछ 47 लाग्नु भएछ 47 वर्ष पुग्नु भएछ है हाम्रो टेकेन आमा ल प्रभुलाई धन्यवाद आजसम्म प्रभुले सुरक्षा दिनुभएको छ अनि उहाँ चाहिँ फेरि हाम्रो टेकेन आमाको छोरी हो नि फेरि हाम्रो आन्टी हुनुहुन्छ हाम्रो टेकेन बाबा हुनुहुन्छ जयमासी हाम्रो सो आन्टी हुनुहुन्छ उहाँ पनि हाम्रो टेकेन बाबा हुनुहुन्छ है उहाँ पनि टेकेन बाबा हो है जय साहब आराम हुनुहुन्छ ल ठिक छ त्यसो भने यहाँ लाइभ गरिदिनु पर्यो यहाँ यसमा हालिदिनुको लागि हो कि लाइभ होइन आस्था के छ अनि हाम्रो पास्टरलाई भोक लागेर किचनतिर आइसक्नु भएछ कि क्या हो च्यातिदिउँ न उहाँ चाहिँ हाम्रो टिकट नियममा हाम्रो दर्शन मण्डलीको वरिष्ठ कुक हुनुहुन्छ है उहाँ चाहिँ अनि उहाँले चाहिँ अनि होम डेलिभरी सर्भिस सबै गर्नुहुन्छ है मण्डलदेखि लिएर सबैतिर छैन प्रार्थना गरेपछि अहिले बढ्छ त्यो मोबाइलमा मात्र ह्यापी बर्थडे आमा भनेर एकले चाहिँ के बोल्यो उसले मात्र माया गर्दो रहेछ भनेर बोल्यो हो त्यस्तै चाहिँ हुनु पर्यो कमसेकम दुईटा छोरीले 2 तला किन भन्नु त ओले 1 तला 3 तला हुन्छ वाउ ज्वाइँले दुईटा ज्वाइँले 2 तला अनि 5 तला पो हुन्छ त नि नि माया